नमस्कार, यहाँलाई स्वागत छ स्किल्स फर द फ्युचरको पहिलो एपिसोडमा। यो कार्यक्रम राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान NAVT-द्वारा प्रस्तुत गरिएको हो। NAVT-ले कार्यस्थलमै आधारित नयाँ किसिमको तालिम सञ्चालन गर्दैछ। यो परम्परागत व्यावसायिक तालिमहरूभन्दा फरक छोटो अवधिको रोजगारदाताको कार्यस्थलमै गरिने तालिम हो, जसले युवाहरूलाई सिकाइसँगै रोजगारीको ढोका समेत खोलिदिनेछ। यो हेल्वेटास नेपालको प्राविधिक सहयोग र विश्व ब्याङ्कको सहयोगमा सञ्चालन गर्न लागि हो। यो तालिम कार्यक्रमको अवधारणा तयार पार्नेदेखि कार्यान्वयन थाल्नेसम्मको कार्यमा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक रमेश कुमार बखतीले अग्रणी भूमिका खेल्नु भएको छ। आजको कार्यक्रमको अतिथि उहाँ नै हुनुहुन्छ। रमेश सरलाई कार्यक्रममा स्वागत छ। धन्यवाद कल्पनाजी। सरलाई मेरो पहिलो जिज्ञासा नि यो कार्यस्थलमा आधारित तालिम सञ्चालन गर्ने भन्दैछ NAVT-ले, हैन? यो के हो? यो भनेको चाहिँ यो कार्यस्थलमा भनेको चाहिँ नि अहिलेसम्म हामीले अथवा नेपाल सरकारले विभिन्न निकायहरूबाट प्रदान गर्ने तालिमहरू चाहिँ नि तालिमको नाममा तालिम मात्र भएको छ, सिकेका छन्, हातमा सर्टिफिकेट छ, तर उद्योग व्यवसायमा गएर अथवा उद्योगहरूमा गएर काम गर्न सक्ने क्षमता छैन। त्यसले गर्दाखेरि उद्योगीहरूले खोजे जस्तो मान्छे नपाएको, यता बेरोजगार युवाहरूले तालिम छ, सर्टिफिकेट छ, तर भने जस्तो रोजगारी नपाएको स्थितिमा रोजगार प्रदान गर्नको लागि, रोजगार पाउनको लागि र उद्योगीहरूले खोजे जस्तो म्यानपावर उपलब्ध गराउनको लागि कार्यस्थलमा काम गर्दै सिक्दै गर्ने तालिमलाई चाहिँ हामी कार्यस्थलमा आधारित तालिम भन्छौँ। जसमा चाहिँ नि 6 दिन, हप्ताको 6 दिन कार्यस्थलमै गएर काम सिक्ने र सिक्दै काम पनि गर्दै गर्ने तालिम भएको हुनाले यसले चाहिँ रोजगारी चाहिँ नि आन्तरिक रोजगारी प्रवर्धन गर्ने उद्देश्य अनुरूप हामीले चाहिँ नि कार्यस्थलमा आधारित तालिम सुरुवात गर्न लागेका हौँ। अब तालिम त पहिला पनि NAVT-ले दिइराखेकै होला, हैन? अनि अब त्यो तालिम र यो तालिममा के कस्तो भिन्नता छ, अथवा त्यो तालिम सञ्चालन गर्दै पनि यस्तो खालको तालिम गर्नुपर्ने खाँचो किन महसुस गर्नुभयो? अहिले पनि दिइरहेका छौँ हामीले। हाम्रो अहिले 5वटा विधामा NAVT-कै वर्कसपमा चाहिँ नि भने प्रयोगशालामा चाहिँ नि तालिमहरू सञ्चालन भइराखेको छ। त्यो चाहिँ नि तालिम भनेको कक्षा कोठा प्लस प्रयोगशालामा दिएको तालिम, जुन चाहिँ नि उद्योगसँग डाइरेक्ट लिङ्क हुँदैन। अनि तालिम सकिएपछि हामी अन द जब ट्रेनिङ भनेर केही पार्टहरू मात्रै हामी त्यो तालिम सकिएपछि उद्योगमा चाहिँ नि एक्सपोजरको लागि लैजान्छौँ। त्यसले गर्दाखेरि उद्योगीहरूले आफ्नो अगाडि नै बसेर काम आफूले खोजे जस्तो प्रशिक्षार्थी अथवा कामदारहरू चाहिँ नि उनीहरूले नपाएको स्थिति छ। उनीहरूकै उपस्थितिमा, उनीहरूकै वर्कसपमा सँगसँगै बसेर काम सिकाउँदै काम पनि गराउने गर्दाखेरि चाहिँ नि रोजगारी चाहिँ नि मा वृद्धि हुने। अहिले चाहिँ नि सर्टिफिकेट हामीले दिएका तालिमहरू छन्, तर भने जस्तो रोजगारी चाहिँ नि अथवा तालिम प्राप्त सबैले रोजगारी पाएको स्थिति छैन। त्यसले गर्दाखेरि रोजगारी बढाउनको लागि लगानी गरेको छ राज्यले, तर रोजगारीमा जानको लागि उपलब्धि चाहिँ नि अलिक कमै भएको हुनाले रोजगारलाई बढावा दिनको लागि चाहिँ हामीले कार्यस्थलमै भयो भने उद्योगीले खोजेअनुसार उनीहरूकै सुपरभिजनमा चाहिँ नि तालिम प्रदान गर्दाखेरि उद्योगीले सजिलैसित आफूले खोजे जस्तो दक्ष जनशक्ति नि पाउँछन् र उनीहरूले थप फेरि उनीहरू त्यो अन्य तालिम लिएर आएका मान्छेहरूलाई फेरि उनीहरूले तालिम दिनुपर्ने स्थिति आउँदैन, जसले गर्दाखेरि उनीहरूको उत्पादकतामा चाहिँ वृद्धि हुन्छ, जसले गर्दाखेरि राज्यलाई पनि केही हदसम्म भनौँ राज्यको चाहिँ नि रोजगारी वृद्धि हुने र आर्थिक उन्नति पनि राज्यको उद्योग र प्रतिष्ठानको चाहिँ नि उन्नति भयो भने राज्यको पनि आर्थिक उन्नति हुने विश्वासका साथ हामीले कार्यस्थलमा आधारित तालिमलाई प्रायोरिटीका साथ अगाडि बढाउँछौँ। सर, यो योजना सुन्दाखेरि लाभदायक पनि होला जस्तो अनि एकदम आकर्षक पनि सुनिएको छ। यस्तो खाँचो महसुस गरेको पनि यहाँले मलाई बताइदिनु भयो। यो कन्सेप्चुअलाइज कसरी गर्नुभयो त्यसको अलिकति मलाई ब्याकग्राउन्ड बताइदिनुहोस् न। हामीले चाहिँ नि यो सम्बन्धित रोजगारदाताहरूसँग अन्तर्क्रिया सुरु गऱ्यौँ। अन्तर्क्रिया सुरु गर्दाखेरि उहाँहरूले
हामी तपाईँहरूले तालिम प्रदान गर्नुभएको छ, त्यो मान्छेहरू हामी कहाँ रोजगारी खोज्दै आउँछन्, तर हामीले खोजे अनुसारको मान्छे म्यानपावर पाएनौँ। उनीहरूलाई फेरि हामीले ट्रेन गर्नुपर्ने भयो। त्यसले गर्दाखेरि तपाईँहरूले नि तालिम दिनुभयो, एकातिर राज्यको लगानी भयो, अर्कोतर्फ हामीले पनि उनीहरूलाई थप तालिम दिनु पर्दाखेरि दोहोरो लगानी हुने भयो। अघि यहाँले भन्नुभएको जस्तै प्रयोगशालामा पहिला गरेर गएपछि फेरि कामकै ठाउँमा कसरी काम गर्ने भनेर त उनीहरूलाई आएन। उनीहरूलाई त्यसैले दोहोरो तालिम तपाईँहरूले एकचोटि राज्यले एकचोटि रोजगारदाताले दुईचोटि तालिम दिनुपर्ने स्थिति आयो, जसले गर्दाखेरि अब हामीले हाम्रो वर्कसपमा सिकाउँछौँ। अब उनीहरूको मेसिन अपरेट गर्नलाई त तालिम लिने बित्तिकै गाह्रो हुन्छ। अनि त्यसले गर्दाखेरि उहाँहरूले फेरि त्यो मेसिन अपरेट गर्नको लागि सिकाउनु हुने भयो भनेपछि उहाँहरूको पनि फेरि लगानी हुने भयो। अनि जब सिक्छ अनि त्यो उनीहरूको संस्था छोडेर अथवा उद्योग छोडेर अन्यत्र जाने भयो। हामी चाहिँ प्लेटफर्म मात्रै भयौँ। त्यसले गर्दाखेरि हामीलाई चाहिने टास्कहरू चाहिँ नि सुरुदेखि नै हामी करिकुलम बनाउने फेजदेखि नै हामीलाई इन्भल्भ गराइदिनु भयो भने यसले सार्थकता पाउँछ र हामीले खोजे जस्तो काम पनि उसलाई लगाउँछौँ र उसलाई काम सिकाइसकेपछि हामी रोजगारीमा पनि उनीहरूलाई आबद्ध गराउन सक्छौँ भन्ने कुरा उहाँहरूकोबाट अन्तर्क्रिया कार्यक्रमबाट निचोड आयो। त्यसैको आधारमा चाहिँ नि हामीले यो अब कार्यस्थलमा आधारित तालिमलाई अगाडि बढाउने भन्ने हाम्रो अवधारणा अगाडि बढ्यो र त्यसमा चाहिँ हाम्रो वर्ल्ड ब्याङ्कले हामी टेक्निकली सपोर्ट गर्छौँ भनेर उहाँहरू आएपछि अनि यो उद्योगपति जस्तो नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, त्यसपछि आएर श्रमिकहरूको छाता सङ्गठनदेखि लिएर नेपाल सरकारको विभिन्न निकायहरूको प्रतिनिधित्व हुने गरी एउटा कमिटी गठन भयो र त्यसले चाहिँ एउटा कार्यस्थलमा आधारित कार्यविधि बनाउने भनेर चाहिँ नि विभिन्न किसिमले छलफल भएर 1 वर्ष लगाएर चाहिँ यो कार्यविधि बनेको छ र त्यसमा चाहिँ नि उद्योगपतिको पनि समर्थन छ, त्यसपछि श्रमिक सङ्गठनको पनि सहमति छ र नेपाल सरकारको पनि सहमति समन्वय र सहकारी गरेर निजी क्षेत्रलाई अगाडि बढाउने। निजी क्षेत्र अगाडि बढ्यो भने मात्रै देशको आर्थिक उन्नति अगाडि बढ्छ भन्ने उद्देश्यका साथ हामी यो कार्यक्रम अगाडि बढायौँ। थुप्रै निकायहरू कन्भिन्स भएर यसलाई अगाडि ल्याउनु भएको छ होइन। तपाईँको विचारमा यो कार्यक्रमले नेपालको प्राविधिक तथा व्यावसायिक तालिम प्रणालीमा के कस्तो किसिमको नवीनता ल्याउन सक्छ? हामीले तालिम प्रदान अब नेपाल सरकारले योभन्दा अगाडि 16वटा मन्त्रालय अन्तर्गत तालिम प्रदान गरिरहेको थियो। पछि यो मन्त्रालय मर्ज भएपछि अहिले 12वटा मन्त्रालयले यस्तै किसिमको तालिमहरू प्रदान गरिराखेको छ। अब तालिम प्रदान गर्न चाहिँ नि सङ्घ, प्रदेश र स्थानीय निकायलेसम्म गरेका छन्, तर सर्टिफिकेट मात्र भयो, तर रोजगारीमा आबद्ध हुन सकेनन्। अनि त्यसले गर्दाखेरि मान्छेहरू यहाँ रोजगारी नपाएपछि बाध्यतावश विदेशिनु पर्ने स्थिति छ। उतातिर उद्योग व्यवसायीहरूले आफूले खोजे जस्तो जनशक्ति नपाएको कारणले विदेशी कामदारहरूलाई नेपालमा ल्याएर काम गराउनुपर्ने स्थिति आएको छ। त्यो निराकरण गर्नको लागि हामीले चाहिँ नि यो तालिमलाई अगाडि बढाउने र यसमा चाहिँ नि करिकुलमदेखि लिएर सबै सेक्टरमा चाहिँ नि निजी क्षेत्र र यो सरकारी पब्लिक प्राइभेट पार्टनरसिपमा चाहिँ अगाडि बढ्ने र यसलाई चाहिँ भोलि आधुनिक नयाँ चाहिँ प्रविधि सहित यसलाई यो तालिमहरू चाहिँ सञ्चालन गर्ने भन्ने चाहिँ उद्देश्यका साथ हामी अगाडि बढेका छौँ। पहिला भइरहेको त्यो परम्परागत खालको मोडलहरूभन्दा यो के कति हिसाबले फरक छ? यो परम्परागतमा त्यो पनि नराम्रो त होइन, त्यसको चाहिँ प्रत्यक्ष इन्डस्ट्रीमा उनीहरूको एक्सपोजर कम हुन्थ्यो। त्यसले गर्दाखेरि डाइरेक्ट तालिम लिने बित्तिकै काममा जानलाई एकातिर प्रशिक्षार्थीहरू अलिकति उनीहरूको मनोबल उच्च नहुने, उता आफ्नो अगाडि काम नलगाएको उद्योगपतिहरूले आफ्नो मेसिन अथवा उत्पादन क्षेत्रमा डाइरेक्ट काम लगाउनलाई चाहिँ नि उनीहरूलाई पनि शङ्काको दृष्टिले हेर्ने भएको हुनाले उनीहरूले केही समय फेरि तालिम दिनुपर्ने, दोहोरो तालिमलाई अन्त्य गर्नको लागि नै कार्यस्थलमा आधारित तालिम
हजुर उद्योगहरूको त अब लगानी ठुलो हुन्छ होइन, दक्ष जनशक्ति भएन भने नोक्सानी बिहोर्नु पर्ने स्थिति आउँछ होला होइन। बेरोजगार युवा अनि फेरि उद्योगहरूलाई पनि दुईतिरैको लागि असर चाहिँ परिरहेको छ अहिले, दक्ष जनशक्ति नहुँदाखेरि दुवैलाई गाह्रो भएको छ। अनि यसले केही समय त्यसलाई केटर गर्छ कि भन्ने यो अपेक्षासहित यो योजना त ल्याउनु भएको छ। अब मलाई के बताइदिनुहोस् भने यसमा कसले भाग लिन पाउँछन् यो तालिम कार्यक्रममा? यो तालिम कार्यक्रममा प्रशिक्षार्थीहरू चाहिँ नि बेरोजगार युवा 18 वर्षदेखि 50 वर्षको बेरोजगार युवाहरूले चाहिँ नि भाग लिन सक्छन्। अब यसको चाहिँ विधा अनुसार अथवा विषय अथवा ट्रेड अनुसार कुनै साधारण लेखपढ गर्ने जान्ने व्यक्तिहरूले पनि यसमा भाग लिन सक्छन्। कुनै अब तोकिएको करिकुलमले तोकेको हुन्छ, यो यति योग्यता 8 कक्षा पास अथवा 10 कक्षा पास, 22 तल अहिले धेरै जस्तो 10 कक्षा पास भएको भनेर भनेको छ। अब कुनै विधामा चाहिँ नि हाम्रो साधारण लेखपढ गर्न जान्ने भए पनि वेल्डिङ इन्डरमा साधारण लेखपढ गर्न जान्ने व्यक्तिहरूले पनि यसमा भाग लिन सक्छन्। र अहिले चाहिँ नि हामीले यो कार्यस्थलमा आधारित तालिमको लागि चाहिँ नि 18 देखि 50 वर्षको बेरोजगार युवालाई पहिलो प्राथमिकता दिएको छ। हजुर, उमेर समूह र योग्यता त त्यो भयो, अब भर्ना पाउन के गर्नुपर्छ प्रक्रिया पनि बताइदिनुहोस् न। यसको चाहिँ नि अब पहिला हामी तालिम प्रदायक अब इन्डस्ट्रीहरूलाई हामी उहाँ तालिम यो बनाउन जुन इन्डस्ट्री इच्छुक छ पहिला उहाँहरूको आह्वान गर्छौँ हामी। जो इन्डस्ट्री कुन विषयमा चाहिँ उहाँहरू रोजगार दिन पनि र तालिम दिएर तालिम पछि रोजगार दिन पनि इच्छुक हुन्छन्, पहिला हामी तालिम यो उद्योगहरू सेलेक्सन गर्छौँ। त्यसपछि त्यो विधाको लागि अथवा त्यो विषय ट्रेडको लागि हामी सार्वजनिक सूचना गर्छौँ। सार्वजनिक सूचना गर्दाखेरि हाम्रो अहिले श्रम र रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत 753 पालिकामा रोजगार सेवा केन्द्र छ। रोजगार सेवा केन्द्र मार्फत भएपछि पालिकामा चाहिँ त्यसको पहुँच पुग्ने भयो हुनाले हामीले पालिका थ्रु र राष्ट्रिय स्तरमा चाहिँ सूचना प्रकाशित गरेर इच्छुक बेरोजगार युवाहरूलाई यो कार्यस्थलमा आधारित तालिममा सहभागी हुनलाई चाहिँ आमन्त्रण गर्छौँ। त्यो प्रक्रियामा बेरोजगार युवाहरूको केही पैसा खर्च हुने भन्ने त हुँदैन नि यसमा? उनीहरूको खर्च हुने त्यस्तो दरखास्त दस्तुर यस्तो केही पनि हुन्न। उहाँहरूले चाहिँ नि दरखास्त दिनलाई चाहिँ नि अब रोजगार सेवा केन्द्र आफ्नै पालिकामा पनि दिन सक्नुहुन्छ। त्यसपछि हामी यहाँ सेलेक्सन भएपछि उहाँहरूलाई खबर गर्छौँ। कुनै अलि धेरै कुनै विधामा धेरै अब हामीले दिने अब उद्योगपति चाहिँ नि 20 जनासम्मलाई हामी तालिम दिन सक्छौँ भन्यो भने अब त्योभन्दा बढ्ता भयो भने इन्टरभ्यू मेथडबाट हुन्छ, अन्तर्वार्ता अथवा अरू सेलेक्सन विधिहरू हुन्छ, छनौट प्रक्रिया हुन्छ। नभए चाहिँ नि उहाँहरूलाई हामी रोजगार सेवा केन्द्र आफ्नो पालिकाबाट केन्द्र आएर फर्म भरिरहनु पर्दैन, पालिका मार्फत रोजगार सेवा केन्द्र मार्फतमै उहाँहरूलाई चाहिँ नि नजिकै आफ्नो पाएक पर्ने ठाउँमा फर्म भर्न पाउने अवस्थाको सिर्जना गर्छौँ। सहज नै बनाउन कोसिस गर्नुभएको छ र निःशुल्क नै हुन्छ? निःशुल्क। हजुर, निःशुल्क मात्र होइन, उहाँहरूलाई तालिम अवधिभर नेपाल सरकारले सामाजिक सुरक्षा कोषमा योगदान गर्नुपर्ने पैसा पनि, बिमा पनि, किनकि तालिम लिँदाखेरि फ्याक्ट्रीहरूमा त विभिन्न मेसिन औजारहरू चलाउनु पर्ने हुन्छ, त्यसले चोटपटक लाग्यो भने उपचार गर्नको लागि बिमा पनि, सुरक्षा बिमा र श्रम ऐनले तोकेको न्यूनतम पारिश्रमिक पनि उहाँहरूलाई हामी तालिम अवधिभर दिन्छौँ। तालिम लिँदा पनि उनीहरूले जीविकोपार्जनको लागि चाहिने सरकारले श्रम ऐन अन्तर्गत तोकेको न्यूनतम तलब उनीहरूले पाउँछन् पहिलो महिनादेखि नै? हजुर, यो कार्यस्थलमा आधारित तालिम भन्छ नि, त्यसलाई चाहिँ नि त्यो अनुसारको चाहिँ नि उहाँहरूले सुविधा पाउनुहुन्छ। अनि यो तालिमपछि रोजगारी पाउन कसरी सजिलो हुन्छ त युवाहरूलाई? अब यो तालिम पाइसकेपछि उहाँहरूले तालिम अब जस्तो 1 महिनाको तालिम यो हामीले उहाँहरूसँग सल्लाह उद्योगपति अथवा रोजगारदाताहरूसँग सल्लाह हुँदाखेरि छलफल हुँदाखेरि 1 महिनाको तालिम लिएपछि 2 महिना उहाँहरूले रोजगारी दिनुपर्ने। अब 1 महिना नेपाल सरकारले तालिम अवधिभर श्रम ऐनले तोकेको न्यूनतम पारिश्रमिक यो सामाजिक सुरक्षा कोषमा दाखिला योगदान गर्नुपर्ने रकम, बिमा रकम समेत नेपाल सरकारले उपलब्ध गराउने र तालिम पश्चात 2 महिना रोजगारदाताले श्रम ऐनले तोकेको न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा कोषमा योगदान गर्नुपर्ने रकम, बिमा रकम समेत रोजगारदाताले दिने उहाँहरूको सहमति छ। 1 महिनाको
को तालिमको लागि 2 महिना रोजगारी, 2 महिनाको तालिमको लागि 3 महिना भनेको छ, 3 महिनाको लागि 4 महिना, 4 देखि 6 महिनाको 6 महिना रोजगारदाताले रोजगार दिने। अनि प्रशिक्षार्थीले जब तालिम पश्चात रोजगारी पनि गर्छ, उसले एउटा हातमा एउटा सर्टिफिकेट, तालिमको सर्टिफिकेट पाउँछ, अर्को कार्य अनुभवको पनि सर्टिफिकेट पाउँछ। त्यो प्रशिक्षार्थीले त्यही अब उसको रोजगारदाताकोमा आवश्यकता छ भने उसले त्यही पनि कन्टिन्यू काम लगाउन सक्ने भयो। नभए उसको हातमा तालिम पनि कार्य अनुभव पनि भएको हुनाले उसलाई त्यही सेक्टरमा काम पाउनलाई, रोजगारी पाउनलाई चाहिँ सहज हुन्छ। हजुर, उसले ट्रेनिङको सर्टिफिकेट पनि पाउने भयो, एक्सपिरियन्स लेटर पनि पाउने भयो हैन? दुईटै सर्टिफिकेट पाउँछ। यो अब बेरोजगार युवाहरूको लागि त आकर्षक सुनियो। जुन यो रोजगारदाता संस्थाहरू, उद्योगहरू छन् नि, उनीहरूलाई चाहिँ यो कार्यक्रम कसरी आकर्षक छ होला त? रोजगारदाताहरूलाई पनि के फाइदा हुन्छ भने उनीहरूलाई आफ्नै अगाडि काम गरिराखेको, काम लगाएको, सिकाएको, आफ्नो सुपरभिजनमा चाहिँ काम गरेको उहाँहरू प्रत्यक्ष देख्नुहुन्छ। त्यसले गर्दाखेरि उहाँहरूलाई पनि अब फेरि ल्याएर यही विषयमा तालिम दिइरहनु पर्दैन। एउटा फाइदा उहाँहरूलाई त्यो भयो। अर्को, सिकाउँदै गर्दाखेरि उत्पादन पनि, अब आफ्नो इन्डस्ट्रीको कामहरू प्रोडक्सन पनि हुँदै जान्छ भनेपछि उत्पादन पनि वृद्धि हुन्छ उहाँहरूको। त्यसले गर्दाखेरि र आफूले खोजेको जस्तै मान्छे, उहाँहरूलाई चाहिँ चाहिएको रियल मान्छे चाहिँ नि, जनशक्ति चाहिँ सिपिक्द जनशक्ति चाहिँ उहाँहरूले पाउनुहुन्छ। त्यसले गर्दाखेरि उहाँहरूको उत्पादन बढाउनको लागि र उत्पादकता बढाउनको लागि यस किसिमको तालिमले चाहिँ बढी भूमिका खेल्दछ। रोजगारदाताले पनि भने जस्तै मान्छे कम टाउको दुखाइमा, तपाईको सहयोगमा, कम लगानीमा, आफ्नै अगाडि सुपरभिजनमा आफ्नै अगाडि तालिम लिँदै गर्दाखेरि उसले कतिको गर्छ, उसको क्षमता पनि उनीहरूले मापन गर्न पायो नि त हैन? त्यो पनि देख्न पायो। अब फेरि यो मोडालिटीमै जाउँ न एकचोटि। तपाईहरुले यो तालिमको मोडालिटी र पाठ्यक्रम निर्धारण गर्दा के कस्ता पक्षमा बढी विचार पुर्याउनु भएको छ? अब हामीले मोडालिटी तय गर्दाखेरि त सबभन्दा पहिला त सम्बन्धित सरकारवालाहरूसँगै छलफल गरेर तय गरेको र मोडालिटी चाहिँ नि अरू तालिमहरू एप्रेन्टिससिप चलिराखेको छ, त्यो चाहिँ नि लङ टर्म भयो। अब अहिले सिटिभिटी मार्फत पनि 24 मिनेट चलेको छ प्री डिप्लोमाको, त्यो चाहिँ नि लङ टर्म भएको हुनाले धेरै ड्रप आउट भए। त्यसले गर्दा छोटो अवधिकोबाट सुरु गरौँ भन्ने ध्येय अनुरूप हामीले चाहिँ छोटो अवधिको 1 देखि 6 महिनासम्मको सुरुवात गरेर लागेको। यो एकचोटि फेरि प्रश्न पारिदिनुहोस्, लङ टर्ममा ड्रप आउट भयो भन्नाले के भन्नु खोज्नु भएको हो? हैन, लामो अवधिकोमा मान्छेहरू अलिअलि काम सिकेपछि कोही विदेशै जान चाहने, कोही अन्य अपर्च्युनिटी पायो भने छोडेर बिचैमा छोडेर जानुपर्ने स्थिति, छोडेर गएको पनि उदाहरणहरू देखिएका छन्। त्यसले गर्दाखेरि यो छोटो अवधिकैबाट सुरु गरौँ। यो यसलाई अझ त्यो लामो अवधिको प्री डिप्लोमा पनि अहिले चलिराखेकै छ। यो चाहिँ नि छोटो अवधिको भयो भने सर्टेन स्किल उसले सिक्छ, सिकेपछि तुरुन्तै रोजगारीमा गइहाल्छ र वैदेशिक रोजगारमा जान अब कुनै कारणले वैदेशिक रोजगारमा गयो भने नि उसले केही सिकेर जान्छ, अनुभवको सर्टिफिकेट पनि लिएर जान्छ। लामो अवधिकोमा पनि नसिक्ने, प्रमाणपत्र नपाउने होइन, तर केही सिकिसकेपछि 2-4 महिनापछि छोडेर जाने ट्रेन्ड पनि बढेको भन्नाले 12 महिने 24 महिने हुँदाखेरि सिक्दा सिक्दै बिचैमा उसको मन बदलिने, डाइभर्ट हुने, उसले छोडेर अन्त जाने अपर्च्युनिटी आयो भने छोडिदिइहाल्ने। हजुर, अनि छोटो भएपछि अझ बढी प्रभावकारी हुन्छ कि भन्ने हाम्रो रोजगारदाताहरूको सल्लाह सुझाव आयो। त्यसले गर्दाखेरि उहाँहरूको राय सुझाव अनुसार हामी यसरी चाहिँ अगाडि बढ्दैछौँ। हजुर, अब तपाईँ आफै यो प्लानिङमा पनि बस्नुभएको, धेरै छलफलहरू विभिन्न निकायसँग गर्नुभएको भएर तपाईँले यो कार्यस्थलमा आधारित तालिमबाट आफूले चाहिँ के कस्ता अपेक्षा गर्नु भएको छ? मैले त यसमा 3 पक्षलाई फाइदा हुन्छ भन्ने अपेक्षा गरेको छु। एउटा सरकारलाई, किनकि पिपिपी मोडलमा जाने भयो, जबसम्म राज्यले यो निजी क्षेत्रलाई चाहिँ प्रोत्साहन गर्दैन, निजी क्षेत्रले उत्पादन बढाउँदैन, तबसम्म राज्यको आर्थिक उन्नति हुन चाहिँ नि गाह्रो हुन्छ। त्यसले गर्दाखेरि अब यो कार्यस्थलमा आधारित तालिम भइसकेपछि राज्यले एकातिर के अरे निजी क्षेत्रको सहयोगमा राज्यको कम लगानीमा, निजी क्षेत्र समेतको लगानीमा चाहिँ नि तालिम प्रदान गरेर निजी क्षेत्रलाई चाहिने जनशक्ति
उत्पादन गरेर जब निजी क्षेत्रमा उत्पादन र उत्पादकता बढ्छ रोजगारी आफै आफ वृद्धि हुँदै जान्छ। त्यसले गर्दाखेरि वैदेशिक रोजगारमा जाने युवाहरूलाई स्वदेशमै आकर्षित गर्न सकिन्छ। अब पिपिपी मोडल एउटा भइहाल्यो, एउटा वैदेशिक रोजगारमा जानेहरूलाई स्वदेशमै आकर्षण गर्ने र आफ्नो देश बनाउनका लागि युवाहरूलाई आफ्नै देशमा काम गर्नुपर्छ भन्ने अभिप्रेरित पनि गर्नको लागि चाहिँ यो राज्यको लागि एउटा त्यो फाइदा भयो। भनेपछि यो नेपाली युवाहरूलाई विदेश जानबाट अलिकति भए पनि रोक्न सकिन्छ कि भन्ने पनि एक खालको इनिसिएटिभलाई को रूपमा मान्न सकियो। अहिले युवाहरू धेरै जस्तो रोजगारी नपाएर नै गएका छन्। जब रोजगारी क्रिएट हुन्छ, रोजगारी देशमै सृजना हुन्छ भने उनीहरू यो अरू देश बनाउनुभन्दा आफ्नै देश बनाउँ भन्ने भावनामा पनि अभिप्रेरित हुन सक्छन्। एउटा अर्को रोजगारदातालाई अघि पनि भने मैले, रोजगारदाताले आफ्नै अगाडि काम लगाउन सक्ने, आफ्नो सुपरभिजनमा काम लगाउन सक्ने भएको कारणले र मैले खोजेको मान्छे मैले आफैले तालिम प्रदान गरेको छु भन्ने भावनाले उसले खोजे जस्तो मान्छे पनि रोजगार के अरे जनशक्ति नै पाउने भयो। अर्को थप लगानी गरेर तालिम दिइरहनु पर्ने स्थिति नहुने भयो र आफ्नै अगाडि तालिम दिएर आफैले काममा लगाउँदाखेरि उत्पादन र उत्पादकत्व पनि बढ्ने, जसले गर्दाखेरि उद्योगको आर्थिक स्थिति पनि आर्थिक स्थिति पनि राम्रो सुध्रिने भएको हुनाले यो उद्योगपतिहरूलाई पनि राम्रै भयो। अब अर्को प्रशिक्षार्थीहरूलाई पनि आफूले कार्यस्थलमा आधारित तालिम लिँदाखेरि प्रत्यक्ष मेसिन औजारहरू उपकरणहरू सिक्दैमा सञ्चालन गर्न सक्ने भएको कारणले गर्दाखेरि तुरुन्तै रोजगारीमा जोडिन सक्ने उहाँहरूको ग्यारेन्टी भयो। अर्को व्यवसायमा काम गर्दै जाँदाखेरि कसरी काम गर्नुपर्दो रहेछ, कसरी बिजनेस गर्नुपर्दो रहेछ भन्ने आइडिया पनि उहाँहरूले त्यो सिक्दै जानुहुन्छ र आफै व्यवसाय उद्यमी बन्नलाई पनि प्रेरित गर्ने भयो। तालिम लिएर रोजगारी पनि पाइसकेपछि भोलि भविष्य पनि अलि अझ बेटर बनाउन सक्ने भने कोही अब अलिकति उद्यमी बन्छु भन्यो भने उहाँहरूलाई प्रोत्साहन सुरुदेखि नै तालिम त्यही इन्डस्ट्रीमा भयो भने त्यही पेसासँग सम्बन्धित आफू आफ्नै व्यवसाय सुरु गर्छु भन्नलाई पनि अलि हौसला प्रदान गर्छ भन्ने मलाई लाग्छ। अब यसलाई तपाईँले दीर्घकालसम्म विस्तार गर्न चाहिँ कसरी सकिन्छ जस्तो लाग्छ त? अब अहिले चाहिँ नि यस्तो छ, अहिले विभिन्न सेक्टरमा तालिमको नाममा धेरै पैसा खर्च भएको छ, तर त्यो पैसा चाहिँ नि अब अहिले उपलब्धि चाहिँ नि त्यति भएको छैन भन्ने रिपोर्टहरूबाट पनि आइराखेको छ। त्यो अहिले तालिमको प्रभावकारिता अध्ययनहरूबाट गर्दाखेरि पनि त्यसले गर्दाखेरि यसमा चाहिँ नि रोजगारी सृजना हुने, उत्पादन र उत्पादकत्व बढाउने कार्यले गर्दा बढ्ने भएको हुनाले त्यो अब हामीले अब आउने आर्थिक वर्ष 2082-83 को लागि चाहिँ हामीले पाइलटिङ बेसिसमा चाहिँ सुरु गर्न लागेका छौँ यो कार्यक्रम र अहिले चाहिँ हामी कार्यविधि स्वीकृत गर्ने चरणमा छौँ। कार्यविधि तयारी छ। राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानको चाहिँ नि नियमावली र गठन आदेश र नियमावलीको अधीनमा रही कार्यविधि स्वीकृत गर्ने भन्ने प्रावधान भएको हुनाले गठन आदेश आयो 2080 मङ्सिर 11 गते। अब नियमावली अन्तिम चरणमा छ। नियमावली स्वीकृत हुने बित्तिकै हामी कार्यविधि यो स्वीकृत गरेर लागू गर्छौँ आर्थिक वर्ष 2082-83 देखि र त्यो पाइलटिङ प्रोजेक्टबाट रोजगारीमा युवाहरू रोजगारीमा जोडिने यो कार्यस्थलमा आधारित तालिम लिए पश्चात रोजगारीमा जोडिने भइसकेपछि अनि छरिएर रहेको त्यसरी अन्य तरिकाले तालिम दिने जुन स्रोतहरू चाहिँ नि त्यतिको खर्च भएर गएको छ, त्यसलाई एकत्रित गरेर यसलाई कार्यस्थलमा आधारित तालिम उपयोगी रहेछ भनेर अनि यतातिर चाहिँ हामी त्यो रिसोर्सलाई चाहिँ डाइभर्ट गर्नेतिर चाहिँ हामी अगाडि बढ्छौँ। मैले एउटा अर्को के सोध्न खोजेँ भने यो यसमा संलग्न हुने जति पक्ष छन् त्यसको त हामीले थोरै चर्चा गऱ्यौँ। त्योभन्दा बाहेक पनि यो अरू युवाहरू, नीति निर्माता, रोजगारदाता आदिका लागि यो खालको योजना, यो नयाँ खालको तालिमले अरू बाँकीहरूमा यसले कस्तो प्रभाव पार्ला, कस्तो खालको अवसरहरू सृजना गर्ला त? होइन, अब यस धेरै जस्तो अब अहिले यस्तै किसिमको तालिमहरू चाहिँ चारवटा छ। एउटा हामी क्लासरुम प्लस वर्कसप
बेस ट्रेनिङ हुन्छ एउटा, अर्को अन द जब ट्रेनिङ। जब हामी तालिम लिइसकेपछि केही समय इन्डस्ट्री एक्सपोजरमा लैजान्छौँ, अन द जब ट्रेनिङ। तेस्रो छ यो कार्यस्थलमा आधारित भयो। चौथो छ इन्टर्नसिप भन्छौँ नि हामी। यो चाहिँ नि इन्टर्नसिप चाहिँ नि लङ कोर्सको एकाडेमिकको चाहिँ नि केही पार्ट सकिएपछि त्यही पार्ट फेरि इन्डस्ट्रीमा अथवा त्यही विषयसँग सम्बन्धित क्षेत्रमा चाहिँ लैजाने भन्ने हिसाबमा चाहिँ यो 4वटा तालिमहरू चाहिँ हामीले प्रदान गर्छौँ। यो छोटो अवधिको तालिमले, यो कार्यस्थलमा आधारित तालिमले चाहिँ नि बढी रोजगारमुखी र उद्योगपतिहरूसँग चाहिँ समन्वय र सहकार्यलाई अगाडि बढाउन र सरकारलाई यो तालिमको नाममा भएको खर्चलाई चाहिँ नि सही सदुपयोग गर्नको लागि चाहिँ नि हामीले यसलाई अगाडि बढाउनुपर्छ भन्ने हिसाबमा चाहिँ हामी लागेको छ। हजुर, योभन्दा अगाडि भएका कतिपय तालिमको चाहिँ त्यति प्रभावकारी नतिजा नदेखिएको जस्तो खालको रिपोर्ट आयो भन्नुभयो यहाँले, होइन? अब यसको रिपोर्ट चाहिँ त्योभन्दा प्रभावकारी आउँछ भन्ने यहाँलाई लागेको छ? अहिले चाहिँ नि यसमा तीनै क्षेत्र चाहिँ नि सरकार, अब निजी क्षेत्र, अहिलेलाई चाहिँ नि सरकार र निजी क्षेत्र नै यसमा सक्रिय भएको र यसलाई चाहिँ नि अगाडि बढाउनुपर्छ भन्ने अवस्थामा पुगेको हुँदाखेरि यसले राम्रै नतिजा दिन्छ भन्ने चाहिँ हामीले विश्वास लिएका छौँ। तथापि अहिले कार्यान्वयनमा चाहिँ गइसकेको स्थिति चाहिँ नि छैन। अब लङ टर्म गएको छ, उद्योग मन्त्रालयहरूले पनि चलाएको छ, त्यो पनि बिचबिचमा ब्रेक भएको छ। लङ टर्म चाहिँ नि अहिले सिटिभिटी मार्फत चाहिँ नि सञ्चालन भइरहेको छ। तर यो छोटो अवधिको 1 महिनादेखि 6 महिनासम्मको चाहिँ नि यो राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानबाट चलाउने भनेर अन्तिम चरणमा चाहिँ नि हामी छौँ। लगभग अब कहिलेसम्ममा सुरु होला भन्ने तपाईँले केही? अब हामीले चाहिँ नि आर्थिक वर्ष 2082-83मा यो लन्च चाहिँ सुरु हुन्छ। अनि मैले अर्को एउटा पनि सोध्नु खोजेको थिएँ, सायद बाँकी हाम्रो दर्शकहरूलाई पनि चासोको विषय हुन्छ होला। हामीले अहिले यसमा चाहिँ कुन कुन क्षेत्रको तालिमलाई समेटेका छौँ? जस्तै हेयर कटिङ होला, यस्तो कुन कुन छ? अहिले चाहिँ हामीले पहिलो चरणमा हस्पिटालिटी सेक्टर छ, जस्तो बारिस्ता, वेटर वेट्रेस, कुकको, अनि अब अर्को चाहिँ नि फुटवेयर म्यानुफ्याक्चरिङ, जुत्ता बनाउनेको चाहिँ नि हामीले स्टिचिङ, पेस्टिङ भनेर भनेका छौँ। अब आउन त यो बोइलर अपरेटर विभिन्न किसिमका चाहिँ नि 20-25वटा चाहिँ नि विधा आएको छ। त्यसमध्येमा अहिले पाइलट बेसिसमा चाहिँ नि हामीले 5वटा वेटर वेट्रेस, कुक र बारिस्ता, अनि त्यसपछि फुटवेयर म्यानुफ्याक्चरिङको लागि आवश्यक स्टिचिङ र पेस्टिङ भन्ने हुँदो रहेछ। उहाँहरूको यो 5वटा विधाको हामी करिकुलम बनाइरहेका छौँ। यो करिकुलम चाहिँ अन्तिम चरणमा छ। यो आर्थिक वर्षमा हामी यो पाठ्यक्रम निर्माण गर्छौँ र त्यही पाठ्यक्रमलाई बेस बनाएर आर्थिक वर्ष 2082-83देखि चाहिँ हामी यो कार्यस्थलमा आधारित तालिम सञ्चालन गर्छौँ। अनि राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले अरू के कस्ता तालिमहरू अहिले हाल तत्काल सञ्चालन गरिरहेको छ? अब अहिले त हाम्रो राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानकै प्राङ्गणमा 5वटा छ। एउटा ब्युटिसियनहरूको छ, अर्को सिलाइ कटाइ, प्लम्बिङ, अब प्लम्बिङ भन्छौँ हामी, प्लम्बर, अनि त्यसपछि बिल्डिङ इलेक्ट्रिसियन र अटोमोबाइल। यो 5वटा विधा चाहिँ हामी तीभित्र चलाउँछौँ। अनि हस्पिटालिटी सेक्टरको नि अरू कुकिङ, अब हामीले कुकको छ, त्यसपछि आएर बारिस्ताकै छ, वेटर वेट्रेसको छ, हाउस पेन्टर छ, मन्टेसरी पनि छ। राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान अन्तर्गत एउटा शाखा इटरीमा छ, व्यावसायिक प्रशिक्षण केन्द्र इटरी भन्छौँ। अर्को व्यावसायिक प्रशिक्षण केन्द्र बुटोल भन्छौँ। त्यहाँ चाहिँ नि एसी मर्मतदेखि लिएर अन्य धेरै विधामा 15 देखि 16वटा विधा चाहिँ अहिले हामीले तालिमहरू सञ्चालन गरिराखेका छौँ। त्यो तालिम चाहिँ नि हामी केही चाहिँ नि हाम्रो तालिम हाम्रै प्राङ्गणमा, हाम्रै वर्कसपमा छ, अनि केही चाहिँ नि हामी निजी तालिम प्रदायक संस्थालाई आउटसोर्सिङ गरेर निजी तालिम प्रदायक संस्थाहरू मार्फत पनि हामी सञ्चालन गर्छौँ। कार्यस्थलमा आधारित जुन तालिम छ नि, त्यो चाहिँ काठमाडौँ उपत्यकाभित्र मात्रै हुन्छ कि देशको अरू ठाउँमा पनि हुन्छ? यसको चाहिँ नि हामीले उहाँहरूसँग सोद्धाखेरि उहाँहरूको हस्पिटालिटी सेक्टरको चाहिँ नि सबै 7वटा प्रदेशमा चाहिँ नि तालिमहरू सञ्चालन गर्न सक्ने स्थितिमा छौँ भन्नुभएको छ। हामी उहाँहरूसँग सल्लाह गरेर अहिले हाम्रो काठमाडौँ एउटा भयो राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानको कार्यक्षेत्र,
अर्को इटरी र बुटवलको कार्यक्षेत्र भएको हुनाले हामी अहिलेलाई सुरु गऱ्यो भने हामीले 3वटा क्षेत्रबाट सुरु गर्छौँ। कम्तीमा पनि काठमाडौँभन्दा बाहिर 2 ठाउँमा पनि हुने हुन्छ। अनि हामीले यो विषयमा कुन विषय र इन्डस्ट्रीहरू त्यो कार्यस्थलमा आधारित तालिम प्रदान गर्न इच्छुक छ कि छैनन् भनेर हामीले यो TNA ट्रेनिङ निड एसेसमेन्ट पनि उहाँहरूसँग उद्योगपतिहरूसँग बसेर विराटनगर त्यसपछि आएर काठमाडौँ र बुटवलमा चाहिँ नि हाम्रो टिमले नै गरेको थियो। त्यो टिमको रिपोर्ट अनुसार पनि उहाँहरू इच्छुकै भएको कारणले गर्दाखेरि तिनै क्षेत्र जान सक्ने सम्भावना छ। बढी उत्साही कहाँको युवाहरू देख्नुहुन्छ? युवा र उद्योगपतिहरू धेरै जस्तो विराटनगरको चाहिँ नि बढी इच्छुक देखिए भन्ने छ। तर यहाँ पनि अहिले हामीले 12वटा संस्थासँग चाहिँ नि राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठानले समझदारी पत्रमा हस्ताक्षर गरेको छ। यो हाम्रो आन्तरिक श्रम रोजगार सम्मेलन भएको थियो फागुनमा। त्यो सम्मेलनमा रोजगारदाताहरूले हामी यो तालिम र तालिम पश्चात रोजगारीमा लगाउनको लागि हामी इच्छुक छौँ। त्यसले गर्दाखेरि नेपाल सरकारसँग चाहिँ नि हातेमालो गरेर अगाडि बढौँ र हामी तयार छौँ भनेर उहाँहरूले MOU गर्नुभएको छ। त्यसमा चाहिँ नि होटल एसोसिएसन नेपाल, नेपाल हस्तकला महासङ्घ, यो फुटवेयर म्यानुफ्याक्चरिङ एसोसिएसन, ग्रिल एन्ड स्टिल एसोसिएसन छ, सुन चाँदी व्यवसायी सङ्घ छ, त्यस्तै आएर हाम्रो नाडा छ, अनि कम्प्युटर एसोसिएसन अफ नेपाल, त्यसलाई अहिले चाहिँ क्यान महासङ्घ, उहाँहरू पनि इच्छुक हुनुहुन्छ। सबैसँग चाहिँ नि हामीले सबै सेक्टरको रोजगारदाताको छाता सङ्गठन सङ्घ महासङ्घहरूसँग चाहिँ हामीले समन्वय गरेका छौँ। साथसाथै हामीले CNI र FNCCI-सँग पनि हामी बसेर सल्लाह गर्दै अगाडि बढेका छौँ र राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठानको बोर्डमा CNI-को वरिष्ठ उपाध्यक्ष नै हुनुहुन्छ, अनि FNCCI-को पनि प्रतिनिधि हुनुहुन्छ, अनि हाम्रो संयुक्त ट्रेड युनियनको तर्फबाट पनि हुनुहुन्छ। सबैको सरकारवालाहरूको चाहिँ नि टिम नै चाहिँ नि यो बोर्डमा भएको कारणले गर्दाखेरि हामीलाई काम अगाडि बढाउनको लागि सहज पनि भएको छ। अब हामी लगभग कार्यक्रमको अन्त्यतिर पनि आयौँ होला। यो अन्त्यमा तपाईँ यो कार्यक्रम मार्फत इच्छुक युवा तथा रोजगारदातालाई केही भन्न चाहनुहुन्छ? रोजगारदातालाई अब म के भन्छु भने बढीभन्दा बढी रोजगारदाताहरू यो कार्यक्रममा सहभागी भइदिनुहोस्। बेरोजगार युवाहरूलाई पनि यहाँहरू यो यस्तो तालिमहरू लिएर रोजगारीको अवस्था सिर्जना हुन्छ। आफूले काम सिकिसकेपछि आफै पनि उद्यमी बन्न सकिन्छ भन्ने दृढ विश्वासका साथ यो कार्यक्रममा आइदिनुहोस् र नेपाल सरकार र निजी क्षेत्र सँगसँगै हातेमालो गरेर अगाडि बढ्न सकौँ। यसले गर्दाखेरि उद्योगपति अथवा रोजगारदाताहरूको पनि उत्पादन र उत्पादकता बढेर आर्थिक उन्नति हुने र निजी क्षेत्र अथवा रोजगारदाताहरूको आर्थिक उन्नति हुने बित्तिकै रोजगारीको अवसर सिर्जना हुन्छ, जसले गर्दाखेरि बेरोजगार युवाहरू रोजगारीमा जोडिन सक्छन्, जसले गर्दाखेरि देशको आर्थिक स्थिति माथि उठ्न गई समृद्ध नेपाल र सुखी नेपालीको जुन कन्सेप्ट छ त्यसलाई चाहिँ नि हामीले फुलफिल गर्न सक्छौँ भन्ने चाहिँ मैले विश्वास लिएको छु। त्यसैले गर्दाखेरि निजी क्षेत्रलाई पनि र बेरोजगार युवाहरूलाई पनि यो तालिमप्रति चाहिँ नि म आकर्षित भएर सबैलाई चाहिँ नि यसमा सहभागी हुनलाई आमन्त्रण गर्छु। हजुर, तालिम पनि रोजगारी पनि कति राम्रो योजना। म यहाँलाई यो योजनाको सफलताको लागि धेरै धेरै शुभकामना। हस्, यहाँलाई पनि धेरै धेरै धन्यवाद। यहाँले चाहिँ नि मेरा केही भावनाहरू मैले व्यक्त गर्न खोजेका कुराहरू अब एकजनालाई व्यक्त गर्नु पर्थ्यो, यहाँहरू मार्फत मासलाई नै विभिन्न समुदायलाई नै चाहिँ नि व्यक्त गर्न पाएँ। त्यसको लागि म धेरै राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठान र मेरो व्यक्तिगत तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। धन्यवाद।